नगरिकन स्टार्टै गरेर रेन्ज अहिले 7 नम्बरमा यो छ अहिले 29 को मात्रै यो 19 20 21 22 कत्रो मोटो छ तार कति नम्बर पोल हो यो 8 नम्बर पोल 8 नम्बर रहेछ नगर्नु न यता मलाई कस्तो आनन्द लिइरहेछ मम्मी निदाएको पो रहेछ अनि दाउनुहुन्छ अहिले चाहिँ अलिक मान्छे आउनु थाले तिनीहरूले त घुस्यो पनि हेर्न पाएनन् मैले त बिहानै भएर होला हौ भरैतिरदेखि नै होला क्या यो दिउँसोतिर मजाले हिमाल बिहान बिहान त चिसो चिसै हुन्छ नि त त्यो कारणले घुसेले छोप्छ फोटो खिच्न खुब मजा हुन्थ्यो क्या हिमालहरू उफ होटल त्यही होटल हो यो हेलिप्याड भएको हेलिकप्टर बस्न बनाएको रहेछ त्यसमा चाहिँ के तर गाडी नै होला त्यहाँ त नत्र के हेलिकप्टर लिन आउँछ कि आउनु लाग्यो मोदीजीहरूको बेहोरै हुँदैन क्या ऊ त्यस्तो हुन्छ उफ छोपेर हावाको आवाज कस्तो हावा स्पिड छ कि छैन बिहानकै जति हो किन हावा आएको त 23 नम्बर के सामान आउँदै रहेछ मन्दिरतिर पनि पुरा चिकन मोमोहरू हेर्नु 3 बेचिरहेछ त्यही मन्दिर छ जेनेरेटर जस्तो के होइन ब्यागहरू उहाँको जस्तो स्पिड होइन नि मनोकामना स्लो रहेछ मजाले भ्यू हेरेर पढाउँदो रहेछ नि त यहाँको हावाले लिरिक हल्लाइरहेछ लाइनमा भने एकछिन झुन्डाएको झुन्डै पार्छ कति अरे 2532 मिटर के त्यस्तै कति भन्थ्यो 1 मिटर भनेको यति सगरमाथा तिम्रो 4848 अहिले त्यति भएको छ मिटर त्यति नै त सगरमाथा 8848 थियो त त्यही त 8848 4000 भन्नु 4000 भन्दै हुन्थ्यो त्यत्रो घट्दैन थोरै घट्छ घट्दाखेरि पहिले हिउँले नै बढाउने हो हिउँले नै घटाउने हो क्या त्यो अनि पहाडै अग्लो हो कि तर हिउँ लाग्दाखेरि अलिकति बढ्छ थोरै
भित्रबाट नै फोटो खिच्छन् कसको यहाँनिर पनि काट दिनुपर्छ क्या किन काट हावा मजाले आउँथ्यो नि त अलि उठ्यो नि त खोइ अगाडि यहाँ एउटा छ त्यहाँ एउटा छ हावै छैन अलिअलि आए जस्तो छ हो न त्यति भए भइगयो स्पिड छैन नि त नि काम कस्तो चर्को त्यहाँ के पड्काएको ए होइन नि के कराउँदैछौ माथि हो र तार कुदेकै होइन ए तार कुद्दैछ त्यो चाहिँ होइन यहाँनिर एउटा मजाले देखिने रहेछ यताबाट हो यसरी चाहिँ उता मिसिन्छ रोक्यो दादा लाइन गयो यो त्यस्तै छ स्लो भयो एक्कासी रोक्यो बिस्तारो आउँदैछ जाँदैछ हो ए हो त रहेछ बिस्तारै जाँदैछ क्या मनोकामनाको धेरै स्पिड हो नि यो भन्दा अब त स्पिड हो नि उहाँ हेर्नु न अब कस्तो स्पिड गर्छ होइन कहाँ चिउन त गर्दैन तल झर्दाखेरि सट्टै झर्छ हो अब यहाँ हेर्नु योदेखि तल झर्दाखेरि कस्तो स्पिड हुन्छ हेर्नु गर अब चिउँ अलिअलि छ क्या म त लाइन पो भयो भन्दै थिएँ एकछिन त झुन्डेको झुन्डै पार्छ यहाँ त जेनेरेटर चलाउँछ होला नि त जेनेरेटर चलाउन्जेल त झुन्डिनु पऱ्यो नि त नि जेनेरेटर चलाएर त्यसपछि यहाँ लाइन दिँदा जेनेरेटर पनि हेभी होला है अनि यत्रो लोड तान्न नि ल्याउँदा त कस्तो छिटो ल्याइ पुऱ्याउँदो रहेछ कहाँ छिटो आएको थियो कस्तै हो छिटै उति त देखिँदो रहेछ आधी पनि आइपुगेछ नि किन छैन उफ अब उति हो त्यो रातो टिन कट्ने बित्तिकै कस्तो पड्केको किन लडबर गरेको थिएन त हावाले उति तर्काउने हल्लिरहेछ त्यो हावा चल्दै रहेछ नि तल पहिलो कपडा लगाएर ए त्यो उयो त्यो एउटा डब्बा गर्दाखेरि यहाँनिर थतर्किँदो रहेछ नि त अहिले चाहिँ अलिक मजाले हावा आयो पुरै सौर देखिरहेको उताको साइड यता चाहिँ बरु एउटा घर बनेको रहेनछ यस्तो भर्खर 6 नम्बर आउँदैछ हेर्न पिलर पिलर अब नजिक नजिक छ नि त त्यस्तो पर पर पहाड छैन नि त अब उति एउटा छ 5 नम्बर बिहान त त्यो पहाड पनि देखाएको थिएन मजाले हावा चल्दैछ
कस्तो कराएको त्यो मिसिन कट्न साथ हेर्न यहाँ थपर्किन्छ ओह हेलिकप्टर चढे जस्तै होइन कति छिटो कुद्छ नि त्यो त त कुद्छ कि तर यसरी नै हेर्न पाइन्छ नि त प्लेनमा चाहिँ पाउँदैन है पाइन्छ नि किन पाउँछ पाउँछ नि सबै झ्याल चाहिँ सानो हुन्छ त्यति हो सबै ठाउँमा हुँदैन नि सबैको छेउमा हुँदैन झ्याल बसको जस्तै हो नि त झ्याल त त्यस्तै हो हावा छिर्नै हुँदैन नि प्लेनभित्र आउँछ नि किन आउँदैन बाहिरको हावा अनि आउँछ माथिपट्टि त्यो बटार्ने हुन्छ त्यहाँबाट आउँछ हावा यस्तै हुन्छ यो सिट माथि ठिक्क दुईटा यस्तो दाना हुन्छ यता फर्काउन पनि पाइयो जता फर्काउन पाइयो यसरी फर्काएर अनि खोलिदियो एसी पुरा चिसो आउँछ हावा त्यो उसको जस्तो आउँदैन नि त त्यो बसको झ्यालबाट आए जस्तो त्यो सानो दुलोबाट मजाले चिसो हावा आउँछ बसको भन्दा चिसो आउँछ बसमा त बरु त्यो ताता हावा आउँछ साइडबाट होइन त्यो त माथिबाट आउने हो नि त त्यही त नि साइडबाट त हुँदैन नि त साइडमा त ड्यामडुम बन्द हुन्छ नि अस्ति नै चाहिँ खोइ कुन एयरलाइन्सको एउटा झ्याले खुलो अरे हावा पस्यो भने अनि त्यसलाई लोड पर्छ नि त प्लेनलाई कहाँ भिडियो चाहिँ कता गरिराख्नु छ अहिले मोबाइलको चाहिँ ध्यान हुँदैन रहेछ भिडियो गर्छु कति नम्बर पिलर आयो त्यो 5 नम्बर कटो 4 नम्बर 3 नम्बरमै सकिँदो रहेछ त अनि 1 नम्बरदेखि स्टार्ट गर्नुपर्ने त नि गाडी कति सानो देखियो विराटनगरबाट काठमाडौँ प्लेनमा आउँदा कस्तो दामी देखिन्छ डाँडा साइडबाट उडे जस्तो देखिन्छ सुरुचोटि आउँदा त त्यस्तै भयो म त एकछिन त अरे डाँडाबाट पनि तल उड्दो रहेछ जस्तो भयो विराटनगर ल्यान्ड गर्ने बेलामा चाहिँ डर लाग्छ घरकै छतमाथिबाट गयो जस्तो हुन्छ आइपुग्यो कता जाने कता जानु गाडी मगाइहाल्नु पर्यो नि त कता जानु र स्वयम्भू स्वयम्भू टाढा पर्छ थुप्रो लिनु होला फेरि स्वयम्भू टाढा होला नि नजिकै होला हो जाऊ न अनि फेरि स्वयम्भूबाट फेरि अर्को गाडी लिनु पर्यो हो र अनि लिनु पर्दैन त स्वयम्भूबाट उता जान बौद्ध जाँदा पनि त त्यही त हो उसो भयो है कहाँ घुम्न मन छ तपाईँलाई जानु मन छ भने जुन कतै पैसा छैन नि त नारायणी घुम्दा हुन्थ्यो फेरि पैसा भिडियो चाहिँ बन्द गर्नु भरे त्यही पोस्ट गर्नुहुन्छ फेरि चाहिँ पैसा गर्दै त्यो होइन पोस्ट नगर्नु नि यो भिडियोहरू हावामा त्यो के भन्छ केही थाहा हुँदैन के बोलिएको छ पैसाकै बारेमा बोलिएको छ ज्यादा त यसमा त बोलेको छ अर्कोमा छैन नि ए नहाल्नु त्यही पनि कहाँ त्यो गाडी हिँड्ने पनि त नि नहाल्नु क्या फोटोहरू हाल्नु बरु भिडियोहरू नहाल्नु फोटो त जतिसुकै पोस्ट गर्नु न हिजो म चिया खान कफी खान बसेको मात्र चाहिँ यस्तो फोन खोल्छु त कति बेला पोस्ट गरिसक्नु भएको रहेछ भिडियो गरेछ त होइन फोटो एकैछिनमा पोस्ट गरे मै तर्छ लु कति छिटो पुगेर पोस्ट पनि गर्न भ्याइसक्नु भएको भन्ने भएको फोटोहरू बरु पोस्ट गर्नु क्या भिडियो नहाल्नु एकतालि त फोन लिएर बाथरुममै छिर्नु भएको छ भिडियो अनमै गोजीमा त्यो पनि आइपुग्यो रोकिदिनु भिडियो
रोकियो त रोकिन्छ अहिले त मान्छे त के हो भरि आउँछ नि त मेला लाग्छ होला अहिले लागिसक्यो जस्तो छ त्यो एउटा